साथीहरू बिहानीसँगै यतिखेर चाहिँ म गोठ बनाउन निक्लिँदैछु वनतिर हिँड्दैछु। बाटोमा हिँड्दै गर्दा यहाँ कोदो बारीहरू पनि छ, एकदम मनमोहक दृश्य। तपाईँहरूलाई यहाँ मौरीको घाँडहरू प्राकृतिक रूपमा ओडामा राखिएको पनि देख्न सकिन्छ। यस्तै यस्तै गाउँ बस्ती, पुल पुलेसा, खोला गाउँहरू हेर्दै बिहानीको ताजा ताजा स्वच्छ हरियालीमा हावा लिँदै मेरो यात्रा अगाडि बढ्दैछ। साइडमा मञ्चहरू पनि छ। गाउँ एकदम सुन्दर देखिएको छ। तपाईँलाई कहाँ भन्नु होला यो गाउँ? फेरि यो चाहिँ जुम्ला जिल्लाको पातरासी गाउँपालिका अन्तर्गत वार्ड नम्बर 4 मा पर्ने लोमा गाउँ हो। बिहान बिहान आमा सानो गाउँका आमा दिदीबहिनीहरू चाहिँ काममा हिँडेको पनि देख्न सकिन्छ। ब्यालेन्स लाइफ इज बेस्ट लाइफ पनि भन्न सकिन्छ। त्यसमाथि नि हिमालयनको ब्यालेन्स लाइफ है। गर्मी पनि छैन, एकदम शीतल सही छ। गाउँघरको रङ्गीचङ्गी स्याउ पनि लट्रमा फलेको पनि देख्न सकिन्छ। अगाडि छिचल्दै बाटोमा जस्तै साइडमा ठुल्ठुलो ओखरको रुख पनि देख्न सकिन्छ। यो मनमोहक दृश्य हेर्दै मेरो यात्रा चाहिँ अगाडि लम्किँदैछ। खोला एकदम शान्त भएको पनि देख्न सकिन्छ। एकदम हरियाली छ। जाडो महिनामा हिउँले ढाकिए तापनि बर्खायाममा चाहिँ एकदम राम्रो सुन्दर मनमोहक देख्न सकिन्छ। माथि हेर्नु पुरानो काठी पुल तर्दै मेरो यात्रा अगाडि लम्किँदैछ। म आज गाईलाई घुल्ने गोठ बनाउन जाँदैछु। कृपया भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। गोठ कसरी बनाउँछु, कति मेहनत लाग्छ, त्यो मेहनत पनि देखाउनेछ। खोला हेर्नुहोस् त कति सुन्दर शान्त भएर बगिरहेछ। डाँडाकाँडामा एकदम कुहिरो लोटिरहेछ। आँखालाई नै शीतलता प्रदान गर्छ यस्तो देखियो भने। जस्तै यहाँ बारीमा चाहिँ खुर्सानी, काउलीहरू र सनफ्लावर सूर्यमुखी फुलहरू चाहिँ देख्न सकिन्छ। विशेष गरी यो हाम्रो गाउँ चाहिँ कृषिमा आत्मनिर्भर भएको भन्न सकिन्छ। अधिकांश चाहिँ कृषि पेसामै संलग्न छन्। हेर्नुहोस् त सूर्यमुखी फुल, मनै शान्त बनाउने। सिमी पनि ठुल्ठुलो भएको देख्न सकिन्छ। हेर्नुहोस् त बाटोमा यस्तै छ भिर, पारी भिर, बिचमा खोला। एकदम आनन्द आउँछ। कुहिरो हेर्नुहोस् त कसरी लोटिरहेछ। यदि एकपटक स्वर्ग देख्नु छ भने अवश्य तपाईँ यही गाउँमा, यही ठाउँमा, यही डाँडा, यही पाखा आउनुपर्छ भन्ने छैन। एकपटक अवश्य पनि पहाड र एकदम पहाडको माथिल्लो बेल अनि हिमालय जिल्लाका फेदहरू डाँडाकाँडामा आउनुभयो भने एकदम आउँछ। यो चाहिँ हेर्नु त पौराणिक घट्ट हो। यसलाई चाहिँ आधुनिक बनाइँदैछ। यो चाहिँ घट्ट है। यो खुल्ला भइदियो म देखाउने थिएँ। कुनै दिन तपाईँहरूले हेर्न चाहनुभयो भने घट्टको भिडियो पनि बनाउने छ है। कसरी घट्टमा पिठोहरू पिस्छन् त्यो सब देखाउने छ। हेर्नु त स्याउहरू। हिमाली जिल्ला त्यहीमाथि जुम्लाको चाहिँ एकदम विशेषता भनेको चाहिँ स्याउ नै हो है। एकदम राम्रो छ स्याउ। खोला छ, खोलाको साइडमा स्याउहरू। यो खोलामा माछा पनि प्रशस्त पाइन्छ है, असला माछाहरू। त्यसको भिडियो पनि
चाहनुहुन्छ भने त्यसको भिडियो पनि म ल्याउने छु। त्यसको लागि तपाईले के गर्नु पर्यो कमेन्ट गर्नु पर्यो। हेर्नुस् त बिहानै कामबाट फर्केका गाउँले दाजुहरुले पनि देख्न सकिन्छ आफ्नो दिनचर्या यसरी चलाइराख्नु जीवन यसरी चलाइराख्नु भएको छ। हेर्नुस् त कोही कामतिर हिँडेका छन् कोही कामबाट फर्केका छन् एकदम बिहानी पख है आज। माथि माथि लेकतिर एकदम सुन्दर छ। यो टिनले छाएको के भन्नुहुन्छ भने यो पनि घट्टा नै हो है, पौराणिक घट्टा नै हो। आधुनिक तरिकाले पाइप जोडिएको होला, पहिलाको जस्तो पुरानो शैलीमा कुलो ल्याउने त्यसरी पुनेलो राख्ने भन्छ त्यो काठकै बनाइन्छ त्यो नहोला, तर यो चाहिँ पौराणिक नै मान्न सकिन्छ। यो घट्टा भित्र ढुङ्गाले पिस्ने गरेको। साइड साइडमा कृषि अन्नबालीहरू पनि टन्न देख्न सकिन्छ। यो गर्दै मनमोहक दृश्यहरू हेर्दै मेरो बाटो चाहिँ अगाडि लम्किँदैछ। म जाने अझै टाढै छ गोठ बनाउन जाने ठाउँ। हेर्नुस् त यहाँ साइडमा स्याउहरू चाहिँ लट्रम्म फालेको पनि देख्न सकिन्छ। स्याउको दृश्य देखाउँदैछु। मेरो बाटो चाहिँ अगाडि लम्किँदैछ। बाटो यस्तै हो गाउँघरको बाटो। खतरा तरिकाले कुहिरोले ढाकिएको छ। तपाईँ एकदम गर्मी ठाउँमा हुनुहुन्छ होला, कस्तो ठाउँमा हुनुहुन्छ हेर्नुहोस् त। यो भिडियो हेर्दै शीतलता प्रदान गर्छ नि। हेर्नुहोस् त्यहाँ साइडमा सिमी कृषि कर्मकै यो चाहिँ सिमी है। यहाँको मुख्य सिमी, मकै, कोदो, आलु, फापर, जौँ, गहुँ, चिनो, कागुनो इत्यादि रैथाने बालीहरू हुन्छ। पारितिर जताकतै स्याउहरू पनि देख्न सक्नुहुन्छ। मनै शान्त बनाउने दृश्य। यसरी नै म गोठ बनाउने बाटोतिर मेरो पाइलाहरू लम्किँदैछ। हेर्दै जाउँ अझ के देखिन्छ। बाटोमा देखिने चिजहरू म अवश्य कैद गर्दै जानेछु। यो भिडियोलाई अन्तिमसम्म हेरिदिनुको लागि तपाईँहरू नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट र मेरो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। पारितिर बुनेरी घर हुन्छ जुन चाहिँ वनमा नै बनाइएको घर चाहिँ बर्खामा मलको लागि चाहिँ गाईहरू गोरु खोल्ने र आफू बस्नको लागि चाहिँ बनाइएका घरहरू हुन्। सिमी कति हो चाहिँ उकालो हाम्रो साथीहरू मोल फुटेर आएको पानी यस्तो चिसो छ कि फ्रिजको भन्दा पनि कम छैन।
यत्रो चिसो छ आमा। पानी खाइसकेपछि म चाहिँ गोठमा पुगेँ। बिहानीको कार्य चाहिँ यस्तै हुने होला छ। हेर्नु त यो चाहिँ गोठ हो। यहाँ चाहिँ माथि ओखर लक्रमै फलेको छ। अब यो गोठमा चाहिँ मैले यहाँ र यहाँ चाहिँ गाईहरूलाई चाहिँ बाहिर ननिक्लियोस् भन्नको लागि यो बन्द गर्नेछु। त्यसको लागि चाहिँ मैले यहाँ हल्का हल्का रुखहरू काटेर ल्याइसकेको छु। कस्तो बन्ने छ म अन्तिमसम्म देखाउने छु है त। उति ल्याएको रुखका हाँगाहरूको चाहिँ म अब यस्तरी पिस पिस बनाएर सुरुमा चाहिँ हाँगा फाल्छु। त्यसरी चाहिँ एकदम सानोलाई त्यत्तिकै छान्ने, ठुलोलाई चाहिँ पिस बनाइसकेपछि एकदम बिचबाट कप्टेर बनाउने अर्थात् च्यातेर च्यात्दैछु। आज चाहिँ एक्सर्साइज डर हुनेवाला छैन सबैले। यसरी पिस पिस बनाएर चाहिँ म त्यो गोठको चाहिँ ढोका बनाउने छु। मैले सब यो च्यातेर फाइनल गरिसकेको छु। अब चाहिँ म चाहिँ अब माथि हाल्ने बनाउँदैछु। बनायो भने अब यहाँ बनाउँछु। यसमा त्यसरी यहाँ तेर्सो पर्खाल गरेर यहाँ बनाउँछु। त्यसरी चाहिँ यसमा चाहिँ उहाँल्छु है। चाहिँ पुरै तयारी गरिसकेको छु। अनि अब यो पुरै तयारी भइसकेको छ। अब त्यो झाङहरू चाहिँ मैले यो गोठको वरिपरि हालिदिन्छु र त्यसरी चाहिँ फाइनल हुन्छ है त। फाइनल भइसकेपछि कस्तो हुन्छ त्यो पनि म देखाउने छु है त साथीहरू। ल फाइनल भएछ अझै देखाउने छु। चाहिँ गोठले फाइनल रूप पाइसकेको छ। यो पसिना पसिना भएको छ हेर्नु काम गर्न बर्खाको बेला। यो चाहिँ यो पुरानो अलरेडी पर्खालको यस्तै हेर्ने अहिले जस्तो थियो अहिले पुरै बनाइसक्यो। अब यहाँ चाहिँ हामीले गाई घुल्छौँ। अब
अनि हेर्नुहोस् न यहाँ पुरै गाई घुल्छौँ हामीले ओखर यहाँ जताततै मेरो ओखरको फारम छ है यहाँ अगाडि चाहिँ सिमीहरू छ यहाँ तल यस्तै गाउँले भिडियो कस्तो लाग्छ मन परेमा अवश्य लाइक कमेन्ट गरिदिनुहोस् यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनुहोस् यस्तै अन्य भिडियो हेर्न चाहनुहुन्छ अब यसपछि हामीले गाईहरू कसरी घुल्छौँ के गर्छौँ कसो गर्छौँ त्यो सम्बन्धी भिडियो पनि हेर्न चाहनुहुन्छ भने अवश्य कमेन्ट गर्नुहोस् है ल आजलाई बाई बाई फेरि अर्को भिडियो भेटौँ